असार 7 जसले नेपाली जनताको मरिसकेको आशा र भरोसालाई बिउत्याएको दिन। देश बन्दैन भन्दै देश छोड्ने युवाहरूको मनको कुनामा आशा पलाएको दिन। असार 7 पत्रकारिता मार्फत जनजनको मनमुटुमा बस्न सफल एक योद्धा राजनीतिमा आएर पार्टीको रूपमा परिवर्तन भएको दिन। असार 7 पुराना र भ्रष्ट नेताहरूको उल्टो गिन्ती भएको दिन हो। यही दिन हो नेपाली जनताको आशा पलाएको हो। यही दिन हो रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको। मैले प्रस्ताव गरेको राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी। आजबाट नेपाली राजनीतिमा आफ्नो पहिलो पाइला सारेर यो धरतीमा पदार्पण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जोरदार तालीले स्वागत गरिदिनु होला। हो राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो वार्षिक उत्सवको अवसरमा देश तथा विदेशमा पार्टीको स्थापना दिवसलाई भव्य रूपमा मनाइँदैछ। त्यस्तै भारतको बेङ्गलोरमा पनि पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका जल्दाबल्दा युवाहरूको उपस्थितिमा पार्टीको वार्षिक उत्सव भव्य रूपमा मनाइँदैछ। प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्नका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य माननीय सोभिता गौतम र हरि ढकालको उपस्थिति हुने भएको छ। कार्यक्रमलाई भव्य र सभ्य रूपमा मनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा पार्टीका समर्थकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हुन हार्दिक अनुरोध छ। साथै कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहनेछ। कार्यक्रम हुने मिति जुन 22, 2025 आइतबार। कार्यक्रम हुने स्थान डोडोनाकुण्डी रामा टेम्पल हल बेङ्गलोर। कार्यक्रम हुने समय बिहान 11 बजेदेखि 6 बजेसम्म। अहिले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर जेलसम्म पुर्याएको छ, तर ऊ झुकेको छैन। ऊ अडिग छ, ऊ निर्भीक छ। त्यसैले हामीले पनि पार्टीको तेस्रो वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा मनाऊ।